यो फर्सी पर्वत नाम राखिएको हामीले। यो टमाटो क्रान्ति, यसको नि फलाइ चाहिँ राम्रो छ, भर्खर सुरु हुँदै हो फलाइ चाहिँ। यस्तो छ, बोटहरू पनि ठिक छ, राम्रो छ। भक्ति वाटरमेलन हो, यसको नि भर्खर सानो फल्ने सुरु गरेको यस्तो। यो चाहिँ धेरै फल्दा जस्तो छ, धेरै ठाउँमा चिचिला लाग्छ। सारा यो सेतो खालको गिरौँला हो, बोटहरू राम्रो छ, फलाइ पनि यसको राम्रो छ, कलर पनि अनि राम्रो हुँदैछ। बोटहरू फलाइ भर्खर सुरु हुँदैछ। मनिता, यो त टमाटर धेरै चलिसकेछ। यसको बोटहरू अस्ति यो काटछाँट गरेको, अब बल्ल यस्तो राम्रो फुल फुल्दैछ। फलाइमा एउटामा त्यो किराले खाएछ अस्ति, अलि बिसादीहरू ट्र्यापहरू राखेछ, अनि ठिक छ। लौका शरद, यो चाहिँ अलिक ढिलो भयो। पहिलाको जर्मिनेसन नसमझ भन्दा पनि त्यो केले बिगारिदियो, अनि पछि लगाएको भएर अलिक ढिलो भयो यो लौका चाहिँ। तर यसको नि राम्रो छ बोटहरू चाहिँ। सो थाँक्राहरू सबै रेडी भइसकेको छ, अब सरसट मात्र मजाले लाग्छ। 40-10 सानी यो भर्खर अलिक सानो छ, अलिक पछि सारियो यो, यस राम्रो हुनेछ। यो कस्तुरी भन्टा ब्रिन्जल, यसको नि बोटहरू राम्रो हुँदैछ। आशिष दिया भर्खर यत्रो हुँदैछ। बाख्राले खाइदिन्छ अलिकति, त्यहाँ कहाँबाट छेटेछ बाख्रा पनि। यो टमाटो एन्जल इडन नाम राखेको छ हामीले। यो पनि फुल फुल्दैछ, फलाइ पनि एउटा दुईवटा आउन थालिसकेको छ। कविता भित्र छ, सियोन घिरौँला, यो पनि फल्न सुरु गरेछ भर्खर भर्खर, यति लामो हुँदैछ। बोटहरू राम्रो छ यसको नि, कति लामो हुँदो रहेछ। वाटरमेलन जम्बो, यसको नि फुलहरू फुल्दैछ भर्खर। फलहरू चाहिँ देखिएको छैन, क्या हो सानो फल्दैछ भर्खर। जम्बो वाटरमेलन।
आँखलाई पछि फल्दो रहेछ यो र एउटै आँखलाई नछोडिकन फल्ने छैन एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा दस सबै आँखामा फल्दो रहेछ राम्रो रहेछ यो अच्छा यो मक्समेलन